जय मसीह यहाँहरू सबैजनालाई फेरि पनि मेरो यस नयाँ भिडियोमा तपाईँलाई स्वागत छ र तपाईँहरूको माझमा आज पनि मैले परमेश्वरको जीवित वचन लिएर आएको छु। हेरेर सुनेर आशिषित हुनुहोला। आजको वचन रहेको छ क्रिस्चियनको साँचो पहिरन। कलासी 3 को 12 मा यस्तो लेखिएको छ, यसकारण परमेश्वरका चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता र नम्रता र धैर्य धारणा गर। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यस पदले हामीलाई एउटा गहिरो सत्यता सिकाउँछ। परमेश्वरले हामीलाई आफ्नो सन्तान भनेर चुन्नु भएको छ। त्यसैले हाम्रो पहिचान केवल मुखले म क्रिस्चियन हुँ भन्नुमा होइन, तर हाम्रो जीवनमा ख्रीष्टको स्वभाव देखिनु हो। पावलले यहाँ धारणा गर भन्नुभएको छ, जसरी हामी हरेक दिन लुगा लगाउँछौँ त्यसरी नै हरेक दिन करुणा, दया, दीनता, नम्रता र धैर्यलाई आफ्नो जीवनमा लगाउनु पर्छ। करुणा भनेको अरूको पीडालाई आफ्नै पीडा ठानेर सहयोग गर्नु हो। दया भनेको क्षमा गर्न र प्रेम देखाउन तयार हुनु हो। दीनता भनेको आफूलाई अरूभन्दा ठुलो नठान्नु हो। नम्रता भनेको ख्रीष्टको जस्तो सेवाको हृदय राख्नु हो। धैर्य भनेको कठिन परिस्थितिमा पनि विश्वास नछोडी स्थिर रहनु हो। आज संसारमा रेस, घमण्ड र स्वार्थ धेरै छ, तर ख्रीष्टका अनुयायीहरू भने यी गुणहरूले चिनिनु पर्छ। मानिसहरूले हाम्रो बोलीभन्दा पहिले हाम्रो चरित्र देख्छन्। यदि हाम्रो जीवनमा यी गुणहरू छन् भने मानिसहरूले हामीभित्र ख्रीष्टलाई देख्नेछन् र परमेश्वरको महिमा हुनेछ। त्यसैले आज हामी सबैले आफैलाई सोधौँ, के मेरो जीवनमा करुणा, दया, नम्रता र धैर्य देखिन्छ त? यदि छैन भने आजैदेखि पवित्र आत्माको सहायताले यी गुणहरू धारणा गरौँ। यही नै परमेश्वरका प्रिय सन्तानको जीवन हो। परमेश्वरले हामी सबैलाई यी ख्रीष्टका गुण धारणा गरेर उहाँको महिमा गर्ने जीवन जिउन अनुग्रह दिनुहोस्। आमेन। जय मसीह।